विद्यार्थी साथीहरुमा स्वागत छ। हामीहरु क्लास 12 मा रहेको एकाउन्ट सब्जेक्टलाई छलफल गर्ने क्रममा थियौं है। हिजोको क्लासमा हामीहरुले क्लास 12 मा रहेको एकाउन्ट सब्जेक्ट भित्र पर्ने सबै च्याप्टरको विषयमा छलफल गरेर तपाईहरुलाई युट्युब भिडियो मार्फत निशुल्क रूपमा अवेलेबल गराइसकेका छौं भने आज पनि हामीहरु यही एकाउन्ट सब्जेक्ट भित्र पर्ने एउटा च्याप्टर कस्ट सँग सम्बन्धित रहेको एउटा फाइनल एक्जाममा आउन सक्ने खालको क्वेशनलाई सल्भ गर्न जाँदै छौं है। जुन तपाईहरुलाई एनबीले लिन आँटेको एक्जाम छ त्यो एक्जामलाई फोकस गरेर हामीहरु यो क्वेशन सल्भ गर्ने छौं है त। यो धेरै सजिलो क्वेशन र अलिकति अरु भन्दा फरक धारको क्वेशन छ, त्यसले गर्दा मैले लिएर आइसकेको छु है। तपाईहरुसँग ओल्ड इज गोल्ड छ भने ओल्ड इज गोल्डको पेज नम्बर 297 अथवा क्वेशन नम्बर 22 हो यो है। अथवा तपाईहरुसँग ओल्ड इज गोल्ड छ भने त्यहाँ मोडल सेट हेर्दै जानु होला। सेट बी भनेर दिएको छ, अन्तिमतिर छ यो क्वेशन है। प्रथम कुरो यही क्वेशन छ। यो तपाईहरु चाहिँ के गर्नुहुन्छ भने यो मैले यहाँ गराउँदै गरेको क्वेशन तपाईको ओल्ड इज गोल्डमै हुनुपर्छ अनि मात्र गर्नुहुन्छ क्या, त्यस्तो हैन साथीहरु। यो धेरै इम्पोर्टेन्ट क्वेशन हो, राम्ररी हेर्नु एक्जाममा आउन सक्छ है। त्यसो भन्दै मैले क्लासलाई सुरुवात गरे है त। ल यो क्वेशन सल्भ गरौँ। अब मैले यो एक्जाम ओरिएन्टेड भएर अथवा एक्जामलाई फोकस गरेर बनाएको हो, त्यसले गर्दा तपाईहरु अगाडिको क्लासमा चाहिँ फर्मेटको क्लास, कन्सेप्टको क्लास, ओल्ड इज गोल्डका एक पछि अर्को क्लासहरु मैले अवेलेबल गराइसकेका छ। ती क्लासहरु हेर्नु भएको छैन भने ती क्लास पनि हेर्नु होला अनि यो क्वेशन हेर्नुभयो भने धेरै सहज हुनेछ है त। ल अब हेर्नु यहाँ के भनेको छ हेर्नु त। द ओपनिङ एन्ड क्लोजिङ ब्यालेन्स अफ इन्भेन्टरी फर द मन्थ अफ आर अन्डर भनेको छ। ओपनिङ र क्लोजिङ को स्टेटमेन्ट हामीलाई दिएको रहेछ है। अनि तीनटा कुराको ओपनिङ र क्लोजिङ हुन्छ कस्ट शीट गर्दा। यहाँ हेर्नु हामीलाई कस्ट शीट गर्नु भनेको छ। कहिले कस्ट शीट मात्रै आउँछ, कहिले कस्ट शीट र टेन्डर शीट आउँछ। अहिले 8 मार्क्समा के सोधेको छ भन्नुहुन्छ भने कस्ट शीटबाट सोधेको छ। तीनटा कुराको ओपनिङ र क्लोजिङ हुन्छ, र मेटेरियलको, वर्किङ प्रोग्रेस र फिनिश गुड्सको। अब यहाँ दुईटा कुराको मात्रै दियो। अहिले भर्खरै म तीनटा कुराको भन्दै थिएँ, अहिले दुईटा मात्रै दियो। अब दुईटा मात्रै दियो भने बालै फरक नि, यही र मेटेरियल मात्रै राख्ने, फिनिश गुड्स मात्रै राख्ने। अब वर्किङ प्रोग्रेस, सेमी फिनिश गुड्स रहेनछ, अर्धनिर्मित वस्तु दिएन, बालै फरक भन्ने छोडिदिने। अब हेर्नु द इन्फर्मेसन प्रोभाइडेड बाइ द कम्पनी फर द मन्थ इन्डेड वाज एज फलोज भनेको छ। केही इन्फर्मेसनहरु हामीलाई प्रोभाइड गरेको छ अरे है। तलको इन्फर्मेसनमा कुनै एउटा मन्थको इन्डको पर्चेज र मेटेरियल छ 2,70,000 सुरुमा लेख्छौं हामीहरु है। अब के कुरा बुझ्नुपर्छ भने 3-4टा खर्च हुन्छ। एउटा र मेटेरियलको खर्च, अर्को अफिसको खर्च, यहाँनेरि ल र मेटेरियलको खर्च, फ्याक्ट्री ओभरहेडको खर्च, अफिसको खर्च र सेलिङको खर्च, जम्मा 4टा खर्चलाई हामीहरु एडजस्ट गर्छौं यहाँनेरि है। अब पर्चेज र मेटेरियल, यो र मेटेरियलको खर्च हो, डाइरेक्ट वेजेस पनि र मेटेरियलको खर्च हो। फ्याक्ट्री ओभरहेड, फ्याक्ट्री ओभरहेडलाई वर्क ओभरहेड पनि भन्छ है। फ्याक्ट्री ओभरहेड 40% अफ डाइरेक्ट वेजेस। के भनेको यो भन्दाखेरि डाइरेक्ट वेजेसमा जति खर्च भएको छ त्यसको 40% चाहिँ फ्याक्ट्री ओभरहेडको खर्च हुन्छ है साथी हो भनेको क्या। यसरी आयो भने त रमाउँदा हुन्छ, यति सजिलो हुन्छ नि। अफिस ओभरहेड 20% अफ फ्याक्ट्री कस्ट, फ्याक्ट्री कस्टको 20%। अब यहाँ त फ्याक्ट्री कस्ट छैन, अहिले गर्दै जाँदा आउँछ, त्यसको 20% गर्ने। यो के भनेको भने फ्याक्ट्री कस्टको 20% चाहिँ अफिसको खर्च हो है भनेको हो क्या। अब प्रॉफिट 25% अफ सेल्स भ्यालु भनेको हामीले प्रॉफिट निकाल्ने दुईटा तरिका हुन्छ। एउटा प्रॉफिट अन सेल्स, अर्को प्रॉफिट अन कस्ट। या प्रॉफिट अन सेल्स भनिएको छ, कस्ट शीट बनाउनु भनेको छ, एन्सरहरु दिएको छ। मैले सुरु गरिहाले ल। यसको फर्मेट सबभन्दा सुरुमा के हुन्छ, कस्ट शीट डट कम्पनी कस्ट शीट भनेर लेख्नु, फर द इयर एन्डेड भनेर लेख्नु। अब यहाँ लेख्छु म ओपनिङ स्टक अफ, मैले सर्ट फर्म लेखेँ ल, र मेटेरियल। अब ओपनिङ स्टक र मेटेरियल फर्मेटलाई फलो गर्न थालिहाल्ने। र मेटेरियल हेर्नु त, र मेटेरियल कति हजार छ, 20,000 हो। यहाँनिर गएर लेखिदिहाल्ने 20,000 भनेर। के छ हेर्नु त। अब के गर्ने, एड गर्ने। एड ओपनिङ स्टक र मेटेरियल भनेको पोहोर वर्षको सामानलाई ल्यायौँ, अब किनेर ल्याउँछौँ हामीहरु। त्यसलाई यहाँ के भनेर दिएको छ हेर्नु त। कहिले डाइरेक्ट मेटेरियल पर्चेज भन्छ, कहिले पर्चेज र मेटेरियल भन्छ। पर्चेज अफ र मेटेरियल। यहाँ हेर्नु त पर्चेज र मेटेरियल कति हजार, 2,70,000। 2,70,000 ठिक छ। अब यहाँ तल भनेको हामीले सामान कहीँबाट किनेर ल्याउँदा भाडाहरू लाग्छ। भोक सामान ल्याउँदा त गाडी भाडाहरू लाग्छ नि त। त्यसलाई के भनेर आउँछ एक्जाममा, क्यारेज इनवार्ड, क्यारेज अन पर्चेज, फ्राइट इनवार्ड, फ्राइट अन पर्चेज भन्छ। अब यस्ता शब्द यहाँ कहीँ छ त, छैन, त्यसले गर्दा छोडिदिने। अब त्यस पछाडि आउने भनेको कस्टम ड्युटी, कस्टम ड्युटीको कुरा पनि छैन। अब के घट्छ भन्नुहुन्छ भने लेस क्लोजिङ स्टक भन्ने कुरालाई घटाइदिने। यार साथी हो, ओपनिङ स्टकलाई जोडिन्, अब क्लोजिङ स्टकलाई चाहिँ के गरिदिने, घटाइदिने। तपाईले अगाडिको क्लास चाहिँ हेरेकै हुनुपर्छ है साथी हो। क्लोजिङ स्टक अफ र मेटेरियल भनेर लेख्दियौ। ओपनिङ त हामीले अघि 20,000 लेख्यौँ, अब क्लोजिङ कति हजार छ, 40,000 छ। 40,000 भनेर लेख्दियौ। यसलाई त के गरिदिने, एकाउन्टमा यसरी ब्र्याकेट भनेको माइनस, थाहा छँदैछ तपाईहरुलाई है। अब हेर्नु पक्नु ल साथी हो, म यहाँ क्याल्कुलेटर ल्याइहाले ल। ल यहाँ हेर्नु ल, क्याल्कुलेसन भेट्न मैले मोबाइलबाटै अब क्याल्कुलेटर गरे के छ र।
जतै क्यालकुलेटर भइहाल्छ मोबाइलमा ढुक्क ल 20,000 प्लस 20,000 लेखेको 20 लाख लेखिन्छ त मोबाइलमा आवेशमा आएर 20,000 प्लस 2,70,000 माइनस कति हजार 40,000 गरिदिने 2,50,000 आयो। कति आयो रे साथी हो 2,50,000 2 लाख कति हजार आयो 50,000 आयो। यसरी गरिदिने है। यहाँ चाहिँ यो माथिको दुईटालाई जोडेको यसलाई घटाएको थाहा पाइन्छ नि। यहाँ ए नम्बर दिने कस्ट अफ मेटेरियल कन्ज्युम भनेर लेख्ने के छ हेर्नु यति सजिलो छ। अब हेर्नु यस पछाडि हामीले के जोडिदिन्छौँ डाइरेक्ट लेबर अथवा डाइरेक्ट वेजेस। अब डाइरेक्ट वेजेस दिएको छ अहिले डाइरेक्ट वेजेस भनेर लेखिदिएँ मैले। धेरै कुरा भनिँदै यो बुझ्ने कुराहरूलाई के छ रे डाइरेक्ट वेजेस कति हजार 1,80,000 कति अरे साथी हो 1,80,000 भनेर लेखिदिने। यही कुरालाई पल्लोपट्टि लगाएर राखिदिने। यहाँ अरू केही आउने वाला छैन। यहाँ डाइरेक्ट एक्सपेन्सेसहरू पर्छ। अब हेर्नु 2,50,000 प्लस 1,80,000 गरिदिउँ कति आउँछ 4,30,000। यहाँ कति आयो साथी हो 4,30,000 आयो। यो जन्तुलाई के भनिन्छ त भन्दाखेरि प्राइम कस्ट के भनिन्छ रे साथी हो प्राइम कस्ट आधारभूत लागत भनिदिने। यसलाई प्राइम कस्ट भनिदिने यसलाई आधारभूत लागत भन्छ। हेर्नु अब यति गर्दाखेरि हामीले एउटा खर्चको एक्सपेन्सेस सक्यौँ क्या र मेटेरियलको खर्च सक्यो। जब प्राइम कस्ट पुग्छौँ त्यति बेरमा हामीले र मेटेरियलको खर्चलाई सक्ने रहेछौँ हो। अब हेर्नु यहाँ हेर्दै प्राइम कस्ट आइसक्यो 4,30,000। अब यस पछाडि के जोड्नु पर्यो भन्नुहुन्छ भने यहाँ हेर्दा यहाँ के छ दोस्रो खर्च के भने 2 नम्बरमा फ्याक्ट्री ओभरहेड ओएच भनेको ओभरहेड है। अनि फ्याक्ट्री ओभरहेडको खर्च कति दिएको छ भन्नु त फ्याक्ट्री ओभरहेड यसरी नै गर्नु ल एक्जाममा भनिसके। मास्तिर फ्याक्ट्री ओभरहेड तलतिर पनि किन फ्याक्ट्री ओभरहेड लेख्नु सर भन्नुहुन्छ भने यो त शीर्षक हो नि त साथी हो हैन। तलतिर फ्याक्ट्री ओभरहेड लेखिदिने। अब यहाँ हाम्रो फ्याक्ट्री ओभरहेडलाई वर्क ओभरहेड पनि भन्छ। यहाँ के भन्नु 40% अफ डाइरेक्ट वेजेस। यो के भनेको अरे साथी हो डाइरेक्ट वेजेस। हामीलाई डाइरेक्ट वेजेस कति छ 1,80,000। यहाँ टुप्लुक्क ल्याएर सारिदिने यसरी। डाइरेक्ट वेजेसको 40% हो नि त। डाइरेक्ट वेजेस कति हजार 1,80,000 कति पर्सेन्ट 40% हटाउनु कति भाग गर्ने 100 ले। ल यहाँनिर गरिदिउँ। अब यहाँ त कति सजिलो छ गरिदिनु होला तपाईँहरूले पनि 1,80,000 इन्टु 40% गर्दा यहाँ आउने रहेछ 72,000 कति हजार 72,000। यो के भनेको भने यो फ्याक्ट्री ओभरहेड चाहिँ फ्याक्ट्री ओभरहेडको खर्च चाहिँ डाइरेक्ट वेजको 40% भनेको छ कि छैन। त्यसो भए डाइरेक्ट वेज 1,80,000 त्यसको 40% गर्दा 72,000। यसलाई पल्लोपट्टि लगाएर राखिदिउँ 72,000 भनेर हो 72,000। अब हेर्नु है ल हेर्नु यहाँनिर 72,000 प्लस 4,30,000 गरिदिनु है 4,30,000 गरिदिनु। यहाँ कति आउँछ 5,02,000 आउने रहेछ है हो 5,02,000 हेर्नु त। अब यहाँनिर हेर्नु अब झुकिनु हुन्छ क्या साथीहरू। कतिजनाले मलाई केसम्म भन्नुहुन्छ भने नि साथी हो यहाँनिर एन्सरमा WC दिएको हुन्छ वर्क कस्ट भनेर दिएको हुन्छ। यहाँनिर यो वर्क कस्ट भन्नु र फ्याक्ट्री कस्ट भन्नु एउटै हो क्या। यही फ्याक्ट्री ओभरहेडलाई वर्क ओभरहेड भनेर पनि आउँछ। यस्ता शब्दहरू चाहिँ याद गर्नु पर्यो ल। वर्क ओभरहेड पनि भनेर पनि आउँछ। अब यहाँ लेख्ने फ्याक्ट्री कस्ट भनेर लेखिदिने यसरी झ्यापसँगले है। अब एड गरिदिउँ हेर्नु यहाँनिर हेर्नु त। अब तेस्रो नम्बरको खर्च के हो अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड। यहाँनिर लेखिदिउँ ल अफिस एन्ड हेर्नु त यहाँनिर अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड भनेर हामी लेख्यौँ। अब यहाँनिर के गर्ने भन्दाखेरि यहाँ हेर्नु कति मजा दिएको छ हेर्नु त अफिस ओभरहेड भनेर दिएको छ क्या अफिस ओभरहेड भनेर दिएको छ। यसैलाई अब यो अफिस एन्ड एडमिनिस्ट्रेटिभमा भनेको अफिसमा हुने खर्च र प्रशासनमा हुने खर्च पर्थ्यो। यो फ्याक्ट्री ओभरहेडमा डिप्रिसिएसन पावर फ्युल इन्डाइरेक्ट मेटेरियल इन्डाइरेक्ट वेजेसका कुराहरू पर्थ्यो। अहिले त डाइरेक्ट दिएको छ नि त। अब केही गर्नु पर्यो त यहाँ त। अब के को निकाल्नु अरे फ्याक्ट्री कस्टको 20%। फ्याक्ट्री कस्टमा आइपुग्दा जति खर्च भएको छ त्यसको 20% भनेपछि 5,02,000। यो कसरी आयो भनेर त बुझ्दैछ नि। यहाँ हेर्नु है त 5,02,000 इन्टु हैन 20 का मनी 100 20% हटाउनु कति भाग गर्ने 100 ले। अब हेर्नु यसको क्याल्कुलेसन गर्नु। अब यहाँ हेर्नु ल क्याल्कुलेसन गरिहालौँ हामीहरू। अब यहाँनिर हेर्नु त जस्तै के गर्नु पर्यो भने यो मोबाइलमा क्याल्कुलेटर हराएर फेरि ठुट्टो छ साथी हो। ल यहाँ हेर्नु है त। अब 5,02,000 कति हाल्ने साथी हो 5,02,000 को कति पर्सेन्ट भन्नुहुन्छ भने 20% हटाउनु कतिले भाग गर्छु भन्दाखेरि 100,400 आउँदो रहेछ हेर्नु है। यसैलाई पल्लोपट्टि लगिदिने अहिले त केही छैन नि त। जस्तै यहाँ सेलरी आउँथ्यो रेन्ट आउँथ्यो अफिस एक्सपेन्सेस आउँथ्यो यस्ता कुराहरू आउँथ्यो नि त हैन। अब अहिले छैन। अब के गर्ने भन्नुहुन्छ भने
यहाँ हेर्नु त माथि 5,02,000 पक्नु है साथी हो 5,0,2 3 0 प्लस 1,040 सरी 1,040 गर्दाखेरि 6,02,400 आयो। यहाँ हेर्नु है त यहाँनिर आउने रहेछ के त भन्नुहुन्छ भने 60,60,2,4,00 आउने रहेछ। यसलाई के भनिन्छ भन्नुहुन्छ भने डी नम्बरमा कस्ट अफ प्रोडक्सन भनेर लेखिदिने। प्रोडक्सन साँच्चै सजिलो छ हौ साथीहरु। हेर्नु न अफिसको खर्च सक्यो। यति गर्दाखेरि हामीले के को पनि खर्च सक्यौं, अफिसको पनि खर्च सक्यौं। अब यहाँ तलतिर अब हामीहरु के गरिदिन्छौं भन्दाखेरि फिनिश गुड्सको कुरा हालेर एडजस्ट गरिदिन्छौं हो। फिनिश गुड्स यहाँ त दिएको छ नि त, फिनिश गुड्सको ओपनिङ र क्लोजिङ। अब यहाँनिर लेख्ने ओपनिङ स्टक अफ फिनिश गुड्स के साथी हो फिनिश गुड्स भनेर लेखिदिने। अनि के लेखिदिने लेस भनौं त क्लोजिङ स्टक अफ फिनिश गुड्स, क्लोजिङ स्टक अफ फिनिश पुरै लेखिदिउँ न त फिनिश गुड्स भनेर लेखिदिउँ ल है। ओपनिङ स्टक अफ फिनिश गुड्स, क्लोजिङ स्टक अफ फिनिश गुड्स। ओपनिङ स्टक कति हजार छ 60,000। मैले अस्तिदेखि भनेकै कुरा हो, अगाडिको हेर्नु भएको छ होला पक्कै पनि। ओपनिङ र क्लोजिङ एकै ठाउँ लेख्दा यतापट्टि नराख्ने क्या, पल्लैपट्टि राखिदिने, दुईटैलाई ढुक्क हुन्छ यसरी 75,000 भनेर राखिदिने। यो त माइनस हो। हेर्नु अब के गर्नु पर्यो भने अब तपाईहरुले यही तल गर्दै जानु, म उतापट्टि गर्छु हैन। अब के गर्नु पर्यो भने 6,02,400 प्लस कति हजार साथी हो 60,000 माइनस 75,000 गर्ने कति आउँछ 5 लाख। यहाँ लेखिदिन्छु म 5,87,400। ल मैले यहाँ यसरी मिलाएर लेखे ल साथी हो। यो 400 लेखेको बुझिन्छ नि, मैले छड्के लेखे, तपाईहरुले मिलाउनु ल। 5,87,400 यसलाई के भनिन्छ भन्दाखेरि कस्ट अफ गुड्स सोल्ड भनेर लेखिदिनु। यसरी ट्याक्कसँगले कस्ट अफ गुड्स सोल्ड भनेर लेख्यो। अब यहाँदेखि तलतिर के जोड्नु पर्यो भन्नुहुन्छ भने नि सेलिङ के अरे साथी हो सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड भनेर लेखिदिउँ। सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। अब चौथो नम्बरको खर्च त सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड हो, सेलिङ ओभरहेड हो। तर यहाँनिर हामीलाई सेलिङ ओभरहेडको खर्च भनेको छ त छैन। त्यसो भए के गर्ने यसलाई ड्यास दिने, यसलाई के गर्ने ड्यास दिने। अनि यही कुरा तलतिर सारिदिने 5,87,400 भनेर 400 हैन। यसलाई भनिन्छ टोटल कस्ट। के भनिन्छ साथी हो टोटल कस्ट भनिन्छ। अब यहाँनिर के निकाल्नु पर्छ साथी हो प्रॉफिटलाई 8 लेखौँ अनि प्रॉफिट लेखौँ ल। पक्नु है त 8 लेखौँ अनि प्रॉफिट लेखौँ। रातो मसीको प्रयोग गरे मैले 8 भनेर लेखौँ। यहाँ सक्यो त हेर्नु त कति सजिलो छ 8 मा। साच्चै यस्तो हिसाब आयो भने त एक्जाम हलमा एकताल नाचेर अनि सिटमा बसेर अनि एक्जाम लेख्दा हुन्छ क्या। यति सजिलो क्वेशन आयो भने यहाँ यो कति हो भन्ने कुरा बुझेको थिएन भने यहाँ हेर्नु 5,87,400 यसैलाई यहाँ ल्याउने हेर्नु है। 5,87,400 इन्टु कति पर्सेन्ट छ प्रॉफिट। जहिले प्रॉफिट निकाल्नु पर्छ कति छ 25%। 25% भनेपछि 25% को पर्सेन्ट 25 को 25 माइनस 25 का भने 100। यो के गरेको सर भन्नुहुन्छ भने हामीहरुले यो प्रॉफिट अन सेल्स भन्नु भने यसरी निकाल्नु पर्छ। टोटल कस्ट कति 5,87,400 इन्टु 25 डिवाइड बाइ 75 गर्नु होला 1,95,000 1,95,800 के गर्नु पर्छ भने नि साथी हो यो 5,87,400 यो टोटल कस्ट इन्टु 25 का भने 100 माइनस 25 गर्नुपर्छ। के भन्दा सेल्स भ्यालु भन्दा सेल्स प्राइस भन्दा अथवा अर्को टोटल कस्ट अथवा कस्ट प्राइस भन्नु भने चाहिँ हामीले डाइरेक्टली डिवाइड बाइ 100 गर्दा हुन्छ। अहिले म त्यहाँ बुझाउँछु पनि 5,87,400 है प्लस अरु पनि 1,95,800 गरिदिने ल। यो कुरा बुझ्नु पनि भएको होला साथीहरुले। 7,83,200 7,83,200 भनेर लेखिदिने। यसलाई के भनिन्छ सेल्स भनिन्छ है। अब यहाँ प्रॉफिट निकाल्नका लागि दुईवटा फर्मुला हुन्छ। प्रॉफिट निकाल्ने टोटल कस्ट इन्टु P प्रतिशत डिवाइड बाइ 100 माइनस P प्रतिशत हुन्छ। यो चाहिँ अन सेल्स भन्नु भने के भन्नु भने सेल्स अन प्राइस भनेर ल क्याल्कुलेसन अफ सेल्स अन प्राइस भन्नु भने ल सेल्स भन्नु भने अनि मैले लेखिन ल टोटल कस्ट इन्टु P बाइ 100 गरेर गर्दिने। यो भनेको चाहिँ अन कस्ट भन्नु भने मास्तिरको अन सेल्स भन्नु भने तलतिरको अन कस्ट भन्नु भने अन्त सेल्स भनेको छ त्यसले गर्दा प्रॉफिट टोटल कस्ट इन्टु P बाइ 100 माइनस P भयो। यति नै गरेर मैले यो क्वेशनलाई सके। यसरी नै म क्रमिक रूपमा एक्जामलाई फोकस गरेर ठ्याक्कै एक्जाममा आउने खालकै क्वेशन लिएर आउने छु अरु क्लासमा भन्दै आजको क्लासमा मैले यति मात्र गरे। यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई